के छ हौ माटो धुलो हर्केको चल्लाहरूको हालखबर दार्चुलामा अनि कहिलेबाट सुरु हुन्छ पुल बनाउने काम चन्दा त कुम्लाउनसम्म कुम्लाइसक्यो त हौ यदि साँच्चीकै पुल बनाउने हो भने त पहिला उहाँ दार्चुला पुगेर सर्वेक्षण गरेर के कति खर्च लाग्ने हो बनाउनु सक्ने हो होइन बनाउनु मिल्ने हो होइन ठाउँ हेरेर आएर पो बल्ल ल दार्चुलामा पुल बन्ने भयो यति खर्च मा छिप्पोखरी तैँले कालो चस्मा लाएर केही त देखेन आँखाले त कालो चस्मा लाएर केही त देखेन तेरो कान पनि बहिरो भएछ अनि तेरो दिमागैभरि पनि गोबारै गोबर भरिएछ अनि हर्क साम्पाङजीले दार्चुलामा पुल हाल्नको लागि सर्वे गर्न नि पठाइसके हेर यो भिडियो सर्वे गर्न गएको तेरो आँखा हामी चाहिँ यो तल्लो दुम्लिङ भन्ने ठाउँमा चाहिँ आइपुगेको र अवस्था छ त्यसपछि यहाँनिर चाहिँ कति स्थलीवासीहरू लगानी लाग्छ यसरी कति के हो भनेर भेला फेरि यहाँ भइरहेको गएर भएको छ स्वागतको लागि यता शिलान्यास प्रहरी गरेर यहाँ चाहिने पुल बनाउन तयारी भइस दर्शकहरू दार्चुलाको ब्यास गाउँपालिका 2 दुम्लिङ स्थित काठे दुम्लिङ यो जो खोला छ है यहाँनिर चाहिँ झोलुङ्गे पुल बनाउनको लागि माननीय हर्क सम्पाङ लगायत उहाँको टिमले चैत्र 24 गते शिलान्यास गरी अब काम थालनी गरिसकेको छ यसरी काम गरिरहनु भएको छ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चस्मा निकालेर फाल भाइ अनि तेरो दिमागमा भरेको त्यो गोबर हो कि गोबर नै होइन हो त्यो सुँगुरको लिदी भरेछ नि तेरो दिमागमा त्यो निकालेर फाल भाउ नत्र त पागल हुन्छ पागल त बरबराउनु थालिसकेको छिट्टै यो निकालेर फाल